दुई तीनटा गाडी रहेछ, सेक्युरिटी रहेछ, यो पैसा कहाँबाट आयो? तपाईँ अर्थ सचिव हुँदा तपाईको कमाईको कुरा के हो, तपाईको सोच के हो? त्यहाँबाट छानबिन सुरु गर्नुस्। हामी छानबिनको दायरामा आउन तयार छौं। 19 जना व्यक्तिको 23 गते हत्या भयो। कुनै नेपालको कानुनले प्रधानमन्त्रीले आदेश दिन्छ? दिँदैन। आदेश कसले दिएको? हाम्रो अध्यक्षले आदेश दिएको छ भने प्रमाण ल्याउनुहोस्। हामी छलफल गर्न तयार छौं। होइन भने विदेशीका खेताला गोठाला भएर स्नाइपर ल्याएर साफ सुटर ल्याएर हाम्रा कलिला भाइ बहिनीलाई हत्या गरिएको छ, त्यसको छानबिन होस्। त्यो हत्याको मुख्य पात्र विदेशी दलाल बालेन शाह हो, त्यसको मुख्य पात्र सुदन गुरुङ हो। छानबिन त्यहाँबाट सुरु हुनुपर्छ। अनेर सोभिउले जाहेरी हालिसकेको छ। मैले हिजो पत्रकार सम्मेलनमा भने तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाऊ, देशभरि आगो